उता तल तल गयो छ यो चाहिँ पगारो बाटो हो कि कति गाह्रो छ पगारो यो गयो है तल यो गएछ मलाई पनि डर लाग्छ कि यस्तो ठाउँमा अब फोटो हान्न लगाएको थियो अगाडि त मैले पनि हानेको तर त्यसले अब चप्पल फालिहाल्यो बिचराले गएछ है बिस्तारै लोटलास अब माथिबाट देखाउँछु गाइस आहा यो होइन पुरा यस्तो छ क्या लास्ट यो पगारो पुरै नै माथिबाट पढे पनि यस्तो हुनेछ त्यो तल पुगिसकेछ गाइस म पनि काहीँ नगिरोस् अलि त्यहाँ पुगेछ है पगार अब लिएर आउँछ है त्यो ल जुमान दियो मैले ल लिएर आयो फेरि त्यो त्यहीँबाट आउँछ गाइस त्यही बाटो देख्न सक्नुहुन्छ पहाडको यात्रा पहाडका बाटाहरू यस्ता हुन्छन् के कहाँ गयो त्यो मान्छे अलि त्यहाँ गयो पानी पनि पर्न लाग्यो त्यो तलबाट चाहिँ यो भिडियो यो पगार देखाएको हुन्थ्यो होइन त्यो आउँछ अब कस्तो लास्ट पगार छ क्या ल म तपाईँहरूलाई देखाउँछु कि यो पगार कस्तो छ भनेर होइन अहिले खासै देखिरहेको छैन जुम हानेर नदेखियो ऊ 0.5बाट देखाउँछु गाइस तपाईँहरूलाई हेर्न सक्नुहुन्छ है त्यो आइसकेको छ तलमा यो चाहिँ पगार यस्तो छ क्या पुरानो त्यो त्यहाँ पुग्यो होइन यो त्यहाँबाट आउँछ त्यो अब यो पगार चाहिँ कस्तो छ भनेपछि उता देख्न सक्नुहुन्छ यहाँबाट पढेपछि तल गइजाने हो यो पुरा यस्तो छ तल गाडा पानीमा माछालाई चारो हुन्थ्यो जे होस् आज आफू पढेन र बाँच्यो चाहिँ ऊ चप्पल मात्र पढेछ बिचराको यस्तै हुन्छ कहिलेकाहीँ जे होस् आफू पढेन बाँच्यो त्यति नै हो चप्पल पढेर त केही छैन ल्याउन पनि सकिन्छ होइन तर यस्तो कुराहरू तपाईँहरूले नगर्नु होला होइन हामी चाहिँ फोटो हार्ने क्रममा पढेको हो यो आइसकेछ बिचरा लाग्यो है थाक लाग्यो लास्ट थाक लाग्यो हो त्यही भएर यस्तो काम गर्नुहुन्न थाहा छ कि नै बचियो गाइज सो बाई गाइज आजको भिडियो चाहिँ यति नै वेट गर्नु होला नेक्स्ट भिडियो